मासु जस्तो जस्तो पो हुन्छ त। हैट सुँगुरको मासु जस्तो हो मलाई त। आज फेरि अर्को अनौठो अचम्म के भएको छ। आज चाहिँ म यो मस्यौराको तरकारी बनाएको। नेपालको मस्यौरा न्युटेला पनि भन्थ्यौँ हामी चाहिँ, सोयाबिन त्यो चाहिँ बनाएको। त्यो चाहिँ आज बनाएको चाहिँ जापानको है, जापानमा किनेको यो वाला यस्तो चाहिँ सबै प्लित भयो जस्तो छ त। फेरि यो त अस्तिको मेरो माछै जस्तो भएको छ, के भएको भन्नु। अनि त्यस्तो भएपछि चाहिँ यो चाहिँ नेपालको सोयाबिन जस्तो होइन होला भन्ने जस्तो लाग्यो। हेर्दा त्यस्तै थियो, फेरि सोयाबिनको बनाएको भनेर त्यस्तै पढेँ लेखेँ होइन। अनि त्यही होला भनेर मस्ती आज खानु पऱ्यो भनेर मर मसला लसुन प्याज अदुवा पुरा होइन पिसेर जिरा धनियाँ पिसेर अनि फाल्टो पाउडर मसला पनि हालेर मिठो बनाएर नेपालको जस्तै गरी खाउँला भनेर अनि अचार पनि बनाएँ, खोर्सानी पनि राखेँ, अनि यहाँनिर गट्टा पनि फ्राई गरेको छु होइन। यो चाहिँ आज स्पेसल काइदा हुन्छ होला भनेको त होला जस्तो लागेको छैन। कस्तो होला है, चाहेको पनि छैन कस्तो हुन्छ, खाइहेरौँ ल। तर बनाउँदा बनाउँदै चाहिँ यो न्युट्रल जस्तो चाहिँ हुन्छ होला जस्तो लागेन मलाई चाहिँ। खाइहेरौँ ल, तै पनि मिठो छ होला। मिठो मरमसला त्यत्रो घाँसी मिठो नहुने कुरा हुन्छ। मासु जस्तो जस्तो पो हुन्छ त। मसलाले हो कि केले हो। हैट सुँगुरको मासु जस्तो हो मलाई त। मिठो हुने रहेछ बोसोसहितको सुँगुरको मासु जस्तो। मिठो हुने रहेछ नि ल। बेसारदिन जानु पाएको छैन अझै। अनि यतिको हल्का डढाएर पकाएपछि त होइन रातो रातो कालो कालो देखिँदो रहेछ। बेसार नभए पनि काम चल्ने रहेछ अहिले त। अब यो खोर्सानीहरू खाने दिन पनि धेरै छैन, मर्नु लागिसक्यो। त्यसमा उखालेर अब रायो साग रोप्नु भनेको माया लागेर मात्रै नउखालेको छ। अस्ति एकजनाले खोर्सानी पिरो छैन पनि भन्दै हुन्थ्यो। के एन्सर दिने होला उहाँलाई चाहिँ। एकचोटि आफै खाएर विचार गर्नु भन्नु पर्ला है।
खोर्सानी पिरो छ कि छैन भनेर। ल बोसु सहितको सुँगुरको मासुसँग एक थाल भात उडाइयो।